छोरो बचाउन एकदम गाह्रो भयो। अनि राति पनि मेरो छोरो कहाँ जान्छ भनेर मलाई कति पिड भएर म ढोकामै सुत्या हो कि बाबु 3 महिना। हो र? ढोकामै सुतेर अनि बाहिर चुक्कुल लगाएर अनि यसले 2टा भाइ एउटै कोठामा सुताएको, एक्लै पनि सुताएन। 2टा भाइ एउटै कोठा सुत्थ्यो, तैपनि म चुक्कुल लगाएर सुतेको बाहिर ढोकामा। यिनीहरूलाई अब ढोका चुक्कुल लगाएपछि उता आफैसँग सुतौँ भनेपछि आज यिनीहरूलाई सु लाग्ला राति भनेर त्यो ढोकामै सुत्या थियो। अनि यिनीहरूले ढकढक गरेपछि ढोका खोलिदिन्थ्यो। आज टोइलेट जान पनि बाबुको पछि जाने हो कि त्यहाँ छिणी छ, छिणीबाट बाहिर फुत्त निस्क्यो भनेर अनि त्यो पछि गएर अनि बाबुलाई भित्र हालेर अनि म सुत्थ्यो के। त्यस्तो गाह्रो अवस्था? त्यस्तो गाह्रो। मलाई त बुहारी गए पनि बुहारीको पीडा अर्कै थियो, मलाई छोरो बचाउन गाह्रो थियो के त्यतिखेर। हामी छोरो बचाउन भने तिहार पनि भएन, दसैँ पनि भएन बाबु त्यतिखेर। हाम्रो लागि चाडपर्व त के हो। मेरो अब यत्रो भएको छोरो, बुहारीले त गई पैसा त गयो, पैसाको लोभ भएन मलाई त्यतिखेर। मलाई लोभ उसको छोराको मात्र भयो के। यत्रो पढाएको लेख